यो भिडियो पनि हेर्नुहोस् पहिला। यो त मेरो बहिनी हो, सो अल टाइम मेरो फेभरेट बहिनी हो हैन। पूजा शर्मालाई यो त स भन्ने कुरा ट्रस्ट मी होइन, के भन्न खोजेको यो? भुवन केसी पूजालाई बहिनी भन्दैछन्। पूजा भन्छ नि त सब भन्ने कुरा नहुन्। यसबाट दर्शकहरूले के बुझ्ने, के अर्थ लगाउने? सँगसँगै यो अर्को भिडियो पनि हेर्नुहोस् त। अल द बेस्ट। बी फाप्छ हैन, तर यो बी फाप्दैन। के भयो? फाप्दैन। को भाबेन? जिस्केको। अल द बेस्ट। हेर्नुहोस्, एक त भुवन केसी अब कलाकार भुवन केसी मात्र रहेनन्, यिनी नेपाल सरकारको विशेष श्रेणीका पदाधिकारी पनि हुन्। सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डका अध्यक्ष हुन् भुवन केसी। उनलाई सार्वजनिक स्थानमा, त्यो पनि कुनै चलचित्रको प्रिमियरको भव्य र सभ्य कार्यक्रममा कुनै नायिकाले यसरी